कस्तो प्राकृतिक स्वच्छ विचारले स्वच्छ यात्रा गर्दै प्राकृतिकमा हेर्नुहोस् त नदी नाला गाउँ समाज अनि कुहिरोको साथमा चाहिँ रमाउँदै एक्लै रमाउँदैछु है त। कति माथि माथितिर बस्तीहरू छन्, मकैबारी हरियाली छन्। अब मकैकोले पनि खेल्दैछन्, राम्रै उत्पादन दिन्छ होला भन्न चाहन्छु। र यो एकदमै स्मरणीय यो भिडियो यो ठाउँको हो चाहिँ यस्तो राम्रो भएको देख्न पाउँदा अति नै खुसी लाग्छ। यो गाउँ ठाउँ अनि यो बाटो विकास यसरी चाहिँ यात्रा गर्दैछु। तीन पाटन 7 र 4लाई जोड्ने यो सडक ग्रामीण सडकलाई चाहिँ अझै पनि नेपाल सरकारले चाहिँ प्राथमिकता दिन्छ कि भन्ने चाहिँ ठुलो आशा राखेको छु। कति राम्रो छ, कति रमणीय छ है। हेर्नुहोस् त, प्राकृतिक भनेको प्रकृति नै हो कि प्राकृतिकसँग कहिले कसैले पनि दाँजो गर्नु मिल्दैन। हेर्नुहोस् त कति राम्रो, कति स्वच्छ छ। यति हरियाली, यति गाउँघर अनि कस्तो हो पनि छ, कस्तो रमाइलो पनि छ भन्न चाहन्छु। यो खोला नाला अनि यो बाटा सुनसान, यस्तो प्राकृतिक हरियाली अनि नयाँ बाटो नयाँ सिर्जना, कस्तो रमाइलो छ। यस्तो यात्रामा सुनसान दुनियाँमा यात्रा गर्दैछु, कस्तो रमाइलो छ। हेर्नुहोस् त, स्वतन्त्र भनेको यो हो कि कसैले कसैलाई गरेको छैन कि। नदी आफ्नै तालमा बगेको छ, प्राकृतिक आफ्नै तालमा खेलिरहेको छ। चराचुरुङ्गीदेखि लिएर हरेक कुराहरू चाहिँ आफ्नै आफ्नैमा छ। यो बस्ती गाउँ अनि यो हो यस्तो रमणीय छ। मेरो मावला घर र मावला यस्तो छ, अलैँचीको बिरुवा साथमा हाम्रो के रहेछ हरेक कुराहरू छन्। यस्तो बाटाहरू छन्, कति सुन्दर हो यो ठाउँ। कस्तो सुन्दर छ है, यस्तो सुन्दर छ कि यस्तो सुन्दर यो कहीँ पनि खोजेरै पाउँदैन कि। यस्तो नदी नाला होइन, यो प्रकृति भने प्रकृति नै हो रहेछ भन्ने चाहिँ बुझ्न सक्यो। आफ्नै उमा छ कि कसैको ऊ छैन, कसैको दबाब छैन, आफ्नै तालमा हुनेछ। हेर्नुहोस् त यो नदीको आफ्नै हो छ। यो सानो मूलदेखि चाहिँ छुटेर चाहिँ समुद्रको ठुलो सागरसम्म जानेछु। यो माध्यम खोज्दै 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 हरेक सारा संसारमा चाहिँ हिँड्ने गर्छ यो नदी। हेर्नुहोस् त, तर हाम्रै पाखा पखेटाबाट बगेर चाहिँ संसारभरि पुगेको छ यो नदी, यो खोला, यो हावाहुरी, यो सङ्गम, यो यात्रा। खोइ के भनौँ त, यति सुन्दर छ, यति मख छ कि। हेर्नुहोस् त तपाईँ हामीलाई कस्तो देखेछ कि। हेर्नुहोस् त अलैँची प्राकृतिक खेती आफ्नै उमा छ कि, आफ्नै तरिकाले हिँड्दैछ, आफ्नै तरिकाले फुल्दैछ, आफ्नै तरिकामा बढिरहेको छ कि। कति स्वतन्त्रता, कति स्वच्छता। यो पानी हेर्नुहोस् त यस्तो स्वच्छ छ, कति राम्रो यो ठाउँ। यो प्राकृतिक बुझ्नै गाह्रो, प्रकृतिको भन्दा अरू के छ होला र यस संसारमा। प्रकृतिले नै संसार गरेको छ, संसारलाई हेरिरहेको छ। नदी स्वतन्त्र भनेको स्वतन्त्र नै हो, नदी भनेको नदी नै हो, प्राकृतिक भने पनि प्राकृतिक नै हो है।
साथीहरू कति राम्रो छ है प्रकृतिलाई कसले बुझ्दिने यो नदीलाई कसले बुझ्दिने यो ठाउँलाई कसले बुझ्दिने हेर्नुहोस् त यस्तो छ ल है मित्रहरू प्रकृतिसँग रमाउँदै खेल्दैछु है म त तीन पाटन साथको बुङतिर छ है मित्रहरू तीन पाटन साथको प्राकृतिकसँग रमाउँदैछ तपाईँहरू कता आउनुहुन्छ यस्तो राम्रो प्रकृति छ कति राम्रो प्रकृति भनेको प्रकृति नै हो यस्तो रमाइलो छ है प्रकृतिसँग खेल्नु कति आनन्द आउँछ त्यसको साथमा लिन्जी ब्ल्याक कफी कोरिसेप कफी आजिलेल स्पायर लिन कस्तो मजा आइरहेछ कस्तो यात्रा भइरहेछ रिएक्सन नेपाल न्यू विवेक इन्टरप्राइजेस पनि छ है साथमा यस्तो प्रकृतिमा छ यस्तो ठाउँमा छ यस्तो सङ्गममा छौँ हामी के भन्ने र साध्य नै छैन बयान गरेर साध्य नै छैन यो होस् यो स्मरणीय यात्रा सबैको हुन आवश्यकता छ यो बुङबुङ्गे खोलालाई चाहिँ सबैले अवलोकन गरिदिनु होला भन्न चाहन्छु बुङबुङ्गे खोलाको हावाहुरी पानी स्वच्छ यति प्रकृति फलफुल काँक्रा रायोको साग होइन इस्कुस हरेक नै पाउन सकिन्छ है यस्तो सुन्दर यात्रामा महाभारतको चिसो हावा सरररररररर कति रमाइलो छ है ल है यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु तीन पाटन साथ बुङबुङ्गेको दृश्य हो यो सास पनि भर्दैछ यस्तो स्वच्छ हावा लिनुपर्छ किन चाहियो एसी किन चाहियो फ्यान किन चाहियो कोल्ड ड्रिङ्क्स everyone Linji coffee please drinking my friend oh very nice natural my black Bungbunge Khola new road wow very nice Bungbunge city town hometown my friends my mother brother के भनिन्छ हो इङ्ग्लिस पनि बोलिदिउँ कि हल्का ओहो कति रमाइलो है आनन्द छ जिन्दगी कहिले पनि नथाकिने बयान गरेर कहिले पनि हुनुहुने कि कस्तो आनन्द छ oh very nice oh यात्रामा छु है मित्रको यात्रामा यो चाहिँ लिन्जी कफीको कमाल हो है लिन्जी कफीले यति मान्छेलाई स्ट्रङ बनाइदिन्छ कि यो कालो सुनसान जङ्गलमा पनि हिँड्नु कति रमाइलो गराइदिन्छ तपाईँहरू हिँड्नुभएको छ हरियाली सुनसान सुन्नुहोस् त झ्याउकिरीको टुनटुन अनि गाईबस्तु प्रकृति कति रमणीय छ हाम्रो तीन पाटन
सुन्दर तिनपा टाउन कस्तो होला हो यो चाहिँ अलिक सुन्दर भएन है प्रकृतिले पनि यस्तो गरिदिन्छ कि यस्तो खोलिदिन्छ कि हेर्नुहोस् न यो मान्छे नै अड्न सक्दैन प्रकृतिसँग कसैको के लाग्दैन हेर्नुहोस् त त्यही पनि शान्त सुन्दर छ है ओहो कति रमाइलो कति राम्रो हो यो ठाउँ सुनसान दुनियाँ आनन्द दुनियाँ कति आनन्द ठाउँ भेरी नाइस म्युजिक पनि खतरै दिएछ प्राकृतिक म्युजिक हेर्नुहोस् त समयअनुसारको हुस्सु बादल अनि यति सुन्दर बाटो महाभारतको काखमा